अलिक गाह्रै पर्छ बुढाबुढी सो अलिक सास चाहिँ गल्यो अलि गाह्रो पर्यो। हामी चाहिँ सामान किनेर नि फर्किमा यहाँ सामान चाहिँ यसरी बोकिरहेको छु। हेलो एभ्रिवान, वेलकम टु माई एनदर ब्लग। आई हजुरहरू सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदम ठिक छौँ। अनि आज चाहिँ हामी चाहिँ जाँदैछौँ म अनि यहाँ मेरो श्रीमान। हेलो एभ्रिवान। अनि हिँड्ने बानी हराएछ, एकदमै साह्रो पर्यो हिँड्नु। हाम्रो चाहिँ घरदेखि चर्च चाहिँ एकदम अलिक टाढै नै पर्छ हो। हामीलाई चाहिँ हिँडेर गयो भने चाहिँ 1 घन्टा नै लाग्छ, तर यो मेन रोडमा निस्केर हामी चाहिँ बाइकमा अलिक जान्छौँ। गाह्रै पर्छ बुढाबुढी सो अलिक सास चाहिँ गल्यो अलि गाह्रो पर्यो हिँड्नु साथी हो, के गर्नु यस्तै छ। यस्तै हो ल साथी हो, हामी चाहिँ हाम्रो बाइक राखेकोमा आइपुग्यौँ। अब हामी चाहिँ बाइकमा जाने। कुतु हो कुतु, साथी हो चाहिँ कर्म रिसोर्ट है। ल साथी हो, हामी चाहिँ रोडमा आइपुग्न आँट्यो। बुढो चाहिँ यहाँ पर बाइक लिएर आउँछ। यहाँ चाहिँ रोड अलिक पुरा कन्डिसन ठिक छैन रोडको हो, त्यो भएर यहाँ लिएर आउनु भनेको। अनि यस्तै छ है साथीहरू। बुढा नि आइपुग्यो। अब हामी चाहिँ जाने साथी। ल साथी हामी चाहिँ गएको है यसरी। आज चाहिँ विदाउट हेलमेट। 4 hours later. हेलो साथीहरू, हामी चाहिँ फेरि यता दोकान जाँदैछौँ है। 2 जना सौदा गर्नु जाँदैछौँ दोकान साथी हो। हामी चाहिँ झरी पनि सक्यौँ। नुन दिँदैन? 3 प्याकेट नुन दिँदैन? सामान त भयो साथी हो। हामी चाहिँ सामान किनेर पनि निस्केको। अब छिटो त्यो सामान किनेर निस्केको। अब हामी जाने घरतिर। अब यो दाँत दुख्ने मान्छेले कसरी खाएको, माई गडनेस। ल साथी हो, हामी चाहिँ अब घर जाने। हामी चाहिँ सामान किनेर नि फर्किमा यहाँ सामान चाहिँ यसरी बोकिरहेको छु साथी हो। हामी चाहिँ अब घरतिर लाग्यो। म त यहाँबाट पो भनिरहेको छु नि, रोड त्यहाँबाट भनेर पर्खिरहेको छु नि। एकदम चिसो छ, त्यही कारणले गर्दा यस्तरी ओढेर जानुपर्छ साथी हो। यस्तरी ओढेर यो पाराले जानुपर्छ। रात परो साथी हो, रात परो। रातको साथ जाडो पनि बढो, ठन्डा हो, बहुत ठन्डा है गाइस। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो गाउँको नजारा। हाम्रो चाहिँ यस्तै छ है बाटोहरू चाहिँ। यहाँ चाहिँ धान रोपेको बेलामा चाहिँ यहाँ दामी हुन्छ, दामी। अहिले चाहिँ धान काटेर यस्तो सुक्खाराम छ, हरियाली भएकोमा चाहिँ दामी देख्छ। अहिले चाहिँ रातो र पिरो मात्रै देख्दैछ साथी हो। यस्तो चाहिँ गाइस। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो साथी हो। अनि साथी हाम्रो भिडियोलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई। गाउँमा भएको घन्टीलाई पनि टिङ गरिदिनु।